जंगल भित्र के आयो के गयो थाहै हुँदैन हैन। चीज फ्याक्ट्री पनि छ। यस्तो छ यस्तो। टाउको ठाडो परेर हैन छाती फुट्ने गरी उकालो हिँड्नुपर्ने हुन्छ। हेलो एभ्रीवान, वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ गोसाइगुण्ड स्टार्ट भइसक्यो। धुन्जेबाट लगभग आधी घन्टा हिँडिसक्यो। हामी घाटे खोला भन्ने ठाउँमा आइपुग्यो। सो यहाँबाट चाहिँ आज चन्दनबारी जानेछौँ एन्ड त्यसपछि गोसाइगुण्ड आइता। सो हेर्दै गर्ने होला। यहाँदेखि चाहिँ उकालो सुरु भइसक्यो होइन। टाउको ठाडो परेर हैन छाती फुट्ने गरी उकालो हिँड्नुपर्ने हुन्छ। सो यस्तै हो। माथि नपुगिन्जेलसम्म, बुद्ध मन्दिर नपुगिन्जेलसम्म चाहिँ छाती फुट्ने गरी हिँड्नुपर्छ गाइस। सो धुन्जेबाट आएको 3 घन्टा भइसक्यो है। यहाँको उकालो चाहिँ गोसाइगुण्डको उकालो चाहिँ यस्तो छ यस्तो। तर नेगेटिभ नसोच्नु है त। उकालो के लास्टै यहाँदेखि त गोसाइगुण्ड पुग्नेसम्मै उकालो छ। अब देउराली पुग्नु लागिसक्यो हामी। लेट्स सी कन्टिन्यू 4 घन्टा उकालो। अहिले ठ्याक्क धिम्स पुग्न लाग्यो। अब त्यसपछि चन्दनबारी आइपुग्ने छ है त। सो म चाहिँ डिम्साबाट भर्खर खाना खाएर निस्केँ। यतिखेर 3000 को हाइमा आइपुगेको छु। आज चन्दनबारी बस्ने प्लान गरेको छु। सो लेट्स सी। जङ्गल आउनु पर्ने हुन्छ। जङ्गल पनि उकालो पनि होइन। सो जङ्गलभित्र के आयो के गयो थाहै हुँदैन होइन। त्यसमाथि उकालो हुन्छ। सो हामी उकालो भनेको त यो लौरे बिना गालोसम्म हिँड्नुपर्ने हुन्छ। अनि त्यहाँबाट चाहिँ हल्का तेर्सो हुनेछ गोसाइगुण्डसम्म। सो त्यही हो गाइस। यतिखेर ठ्याक्कै 6 घन्टा भइसक्यो है हिँडेको। सो चन्दनबारी आइपुगिसक्यो। यता माथि चाहिँ चन्दनबारी हो। सो त्यहाँ चल्नुहुन्छ। आज चाहिँ सिङगुम्बाबाट हिँड्यो होइन। सिङगुम्बा मतलब चन्दनबारीबाट हिँड्यो। सो चन्दनबारीमा चाहिँ चिज फ्याक्ट्री पनि छ होइन। अनि त्यहाँबाट एउटा गुम्बा पनि छ, त्यसैले सिङगुम्बा भन्छ होइन। सो सिङगुम्बाबाट आएँ लगभग 15 मिनट जति भयो। सो यहाँबाट चाहिँ दामी भ्यूहरू देख्न सक्नुहुन्छ। सो यो गाइस अब यहाँबाट चाहिँ हल्का तेर्सो छ। सो बेसी चन्दनबारीबाट हिँडेको 30 मिनट भयो। सो तेर्सो छ यहाँबाट चाहिँ चोलाङबारीसम्म। अनि त्यहाँबाट फेरि उकालो सुरु हुन्छ है त। सो 45 मिनट चन्दनबारीबाट हिँड्यो। सानो यस्तो बिसाउने ठाउँमा आइपुग्यो। अझ हिँड्नुपर्ने हुन्छ लगभग 35-40 मिनट जति। अनि चोलाङबारी पुग्नेछौँ। तेर्सो बाटो आइपुग्यो होइन। तेर्सो भन्ने बित्तिकै होइन नेपालीलाई चाहिँ खुब मनपर्छ क्या। सो उकालो चाहिँ खासै मनपर्छ। सो अब चाहिँ चोलाङबाटी आइपुग्यो है त। सो यही हो चोलाङबाटी देख्न सक्नुहुन्छ। चन्दनबारीबाट
1 घन्टा 30 मिनटमा आइपुग्यो। अब यहाँबाट चाहिँ टाउको ठाडो बारेर उकालो जानुपर्ने हुन्छ बुद्ध मन्दिरसम्म। सो खतरा उकालो छ यहाँ चाहिँ, यहाँबाट चाहिँ। सो उकालो पनि छैन, यसो भ्युजहरू पनि दामीले हेर्न पाइन्छ। जे होस् रमाइलो छ। पछाडि देख्न सक्नुहुन्छ हिमालको रेन्ज गाइज, यसलाई भनिन्छ गोसाइकुण्ड ट्रेल। सो लगभग 1 घन्टा हुन लाग्यो चाहिँ उकालो चढ्नुपर्ने हुन्छ यस्तो। सो अझै 30-35 मिनट लाग्छ लौरे बिनाइ पुग्नलाई। हिँड्दैछु कन्टिन्यू। उकालो चाहिँ यस्ता छ है त गाइस। चोलाङबारीबाट माथि यस्तै उकालो हो लौरे बिनाइ आइपुग्न लाग्यो। ए माथि हो लौरे बिनाइ चाहिँ देख्न सक्नुहुन्छ। अब लगभग 5 मिनट है त। सो अनि त्यसपछि बुद्ध मन्दिरसम्म फेरि टुप्पी ठाडो हुने गरी उकालो चढ्नुपर्छ। सो चोलाङबारीबाट लगभग 1-1.5 घन्टा भइसक्यो। सो लेट्स सी त। सो यहाँ चाहिँ लौरे बिनाइ गाइज देख्न सक्नुहुन्छ। अनि यता चाहिँ ठुलो सेप रह्यो त, यति टाढा छ। सो टुप्पी ठाडो भयो गाइज। हेर्नुहोस् यो उकालो चढ्दा चढ्दै लौरे बिनाइको उकालो यस्तो छ हेर्नुहोस् माथि। सो फाइनली बुद्ध मन्दिर आइपुग्न लाग्यो। अब यो माथि हो ठ्याक्कै टपमा। अब 25 मिनट हिँडेपछि पुग्छ। सो बादलले छोप्दै छ यता देख्न सक्नुहुन्छ। एक्चुअली 100 मिटर हाई आइपुगिसक्यो, त्यही भएर भएको क्या। सो यस्तै हुन्छ यहाँबाट। सो फाइनली बुद्ध मन्दिर आइपुगिसक्यो गाइज। यता हो बुद्ध मन्दिर चाहिँ देख्न सक्नुहुन्छ। सो यतिखेर 4100 मिटर हाई आइपुगेको छौँ। जानुपर्ने यताबाट हो। सो बुद्ध मन्दिर आइपुग्यो। तल चाहिँ बुद्ध मन्दिर हो। सो अब चाहिँ यहाँबाट गोसाइकुण्ड 45 मिनटमा पुग्छ। खासै उकालो छैन, अब हल्का तेर्सो छ। रन्काउने हो अब चाहिँ। यस अब चाहिँ गोसाइकुण्डको ताल सुरु भयो है त। यो चाहिँ लास्ट ताल हो सरस्वती कुण्ड। अनि त्यहाँबाट माथि, त्यसको माथि चाहिँ भैरवकुण्ड हो। अनि नेक्स्ट गोसाइकुण्ड है त। सो फाइनली म चाहिँ गोसाइकुण्ड आइपुगेको छु। सो देख्न सक्नुहुन्छ यो चाहिँ मन्दिर हो।